उसै नि मेरो गीत भोलि आउँदैछ, उसै नि मेरो गीत भोलि आउँदैछ, मलाई निकाल्न नि परेन भने निकालिदिउँ जस्तो लागिरहेको थियो। मुजी सबले मुजी धेरै नेगेटिभ नहो लामो जोसँग नि बिफ नगर भन्यो। अनि मुजी ठिकै छ त सिक्ने, ल हेरौँ तिमीहरूको पोजिटिभिटीले कहाँसम्म पुऱ्याउँदो रहेछ भनेर। ल ठिक छ हाल्दिन, होइन होइन भाइ, सबले पोजिटिभ हु रे। ल मुजी ल म पोजिटिभ भएर हेर्छु। ल 1-2 महिना हेरौँ न त होइन, पोजिटिभ भएर 1-2 महिनामा नि केही भएन भने बिहान कि टुट सबलाई डिसान दिने हो। होइन त भाइ रन्डिक। अहिले हाम्रै गीतहरू भइहाल्छ नि। अहिले हामी ठिक्क छौँ, अहिले हामीलाई इनफ छ। झन् मर्चस रेकर्ड भएको छ, आमा आएको छौँ। यो गीत सुन्यो भने त तिम्रो साइकै हुन्छ यार। हल्लिन्छ क्या त यो गीतले। सुनाइदिउँ भाइ सबलाई, सुनाइदिनु नि एक कुरा। हिँड्ने मान्छे लड्छ, सुनाइदिनु हो र। सुनाइदिनु नि एक सबलाई कुरा। थाहा छ हिँड्ने मान्छे लड्छ। पर्पल ग्वाला, त्यही भएर मैले धेरै कोलाबोरेसनहरू गर्दैन नि। अब मुजी ग्वालाले जस्तो मेरो गीतमा बबाल कसैले हान्नै सक्दैन। अनि मुजी मलाई बानी भइसक्यो कि, ग्वालाको बानी भइसक्यो। अरू मुजीले त्यो दिनै सक्दैन क्या, एक्सपेक्टेसनै अब मेरो हाई हुन्छ क्या। त्यसैले हो अब तिमीहरू होइन, त्यही त हो। ग्वाला नै चाहिन्छ पर्पलमा, पर्पलसँग फिचरमा ग्वाला नै हुन्छ क्या। अरूको लेभलै मिल्दैन। Where is the other cab रे? अब I'm not going to wear the same cap every day भनेको, come on. लिल झोलासँग कोल्याब नगर्ने दाइ रे, नगर्ने मलाई चाहिएन मुजी। झोलाले गेम हानिदिन्छ है दाइ रे, झोलाले खेल्ने गेम उसले खेलोस्, मैले खेल्ने गेम म खेल्छु। आफ्नो गेम खेल्ने हो क्या। सबले गेम खेल्छ नि भाइ, तैँले नि गेम खेल्छस् नि। सबले गेम खेल्छ क्या, बुझेन? सबैजना मुजी सेल्फिस छ, सबैजना आफ्नो रिजन हुन्छ, सबैले गेम खेल्छ। अब म पर्नेवाला छैन काहीँ पनि केही पनि। मुजी कोल्याब सोल्याब नगर्ने, म कोहीसँग नगर्ने, म मुजी भिदेनसँग नगर्ने, म कोहीसँग नगर्ने, ग्वालासँग गर्ने। मलाई एउटै कोल्याब चाहिरहेछ, त्यो हो ग्वालासँग। भिदेनसँग के भयो मैले अघि भनिसकेँ। अब छुटाउनेहरू न्युजमा गएर हेर्नु होला। भोलिको गीतलाई चाहिँ नम्बर 1 ट्रेन्डिङमा लगिदेऊ केटा हो। त्यही त हो, नोर्जाले स्टोरी हालेको थियो त्यस्तै त। अनि त्यो छपरीको औकात, त्यसले त्यही लेखेर स्टोरी हाल्ने त हो, अनुहार देखाएर गाली दिन सक्ने होइन मुजी। होइन त भाइ, म पुरै ड्रिप्ट आउट भएर आएको छु। अब त्यो बिचरा मुजी त्यसलाई लाइभ आउनलाई लुगा छैन होला। अब रन्डी छोरा एसटीको लुगा मागेर आइज भन्न त्यसलाई लाइभ, होइन भाइ? सब लुगाहरू एसटी र ब्रोक, एसटीलाई मात्र दिन्छ त यार। नोर्जाहरूले चाहिँ लुगा दिँदैन ब्रोकेटहरूले। चिन्दैन कहाँबाट दियोस् त। अनि हाम्रो त सागा मुजी सन्तान सबलाई दिन्छ त भाइ। हाम्रो त जसले पनि मुजी 3टा दिन्छ त यार। अब हामी जस्तो त हाम्रो त हुनै लुगा सक्दैन। पठाउनु पर्यो भने नि 3टा लुगा पठाउँछ त यार। के हो भाइ, होइन र? हो त एसटीलाई अब के हेर्नु गर्नु मुजी ड्रिप्ट आउट भएर मुजी क्याटाइज चस्मा लगाएर जान्छ सरकारकोमा। अनि उसकै त्यही स्टुडियोबाट उसको भाइ गन्जी लगाएर जान्छ मुजी सरकारकोमा। के हो कि यिनीहरूको कुरा मात्रै पारा? बढी, कुरा मात्रै छ त। टिकटक कुरा मात्रै मात्र हान्छ बढी के भाइ। त्यही उनीहरू त भन्छ। अझ ब्लड रिलेटेड दाजुभाइ रे के। हामी त रन्डीको छोरो आफै चुज गरेर बनाएको दाजुभाइ हो यार। हामी त ब्लड नै रिलेटेड छैन यार। त्यही पनि खै मुजी जसको दिन हो त्यही खतरा बनेर हिँड्नुपर्छ के, बुझेन? त्यो बिचरा त्यो नोर्जाको दिन थियो के, त्यसलाई कहाँ गन्जी लाएर पठाइदियो त यार। त्यो दाइ पनि आफै पहिला अमुलको म चल्छु गन्जी। भन्ने भयो अब होला। मैले मुजी स्लिभलेस गन्जी लगाएर हिँडेँ भन्दैमा मुजी अमुलको गन्जी लगाउने हो त नि, होइन त भाइ? अब मैले मुजी नेटवाला टी सर्ट लगायो भन्दैमा एसटीले त फेरि केटीकै टी सर्ट लगाइदिएर के। ब्रो मैले लगाएको लुगाहरू केटीको जस्तो देख्छ होला क्या, तर त्यो केटीको होइन के ब्रो। इट्स फर मी, मेरो लागि डिजाइन भएको लुगाहरू हो। केटाहरू यस्तै मुजी मार्केटमा जाने, केटीको लुगा किनेर लगाइदिने। मेरो हात खुट्टा भाँचिदिन्छु रे। ए भगवान, मैले यस्तो भने भए त्यसको हात खुट्टै हुन्थेन क्या अहिले। त्यसले यस्तो भनेको मुझे 4 महिना 5 महिना भइसक्यो कि म मेरै खुट्टामा हिँडिरहेको छु, मेरै हात छ, मेरै मुखले त्यसलाई नै गाली हानिरहेको छ। के हो पारा? बोलेपछि अलि माया चिक्ने वजनको साथमा बोल न यार, गर्न सक्ने कुरा बोल न यार।
जहाँ भेट्यो त्यहाँ हान्छु रे। त्यो बच्चाले मलाई जहाँ भेट्यो त्यहाँ हान्छ होला त। त्यसले मेरो मुख देख्यो भने त्यसको हात नि चल्दैन के। त्यस्तो अरा छ के मेरो मुजी। मेरो मुख देख्यो भने त्यसको हातै अब चलाउने कि नचलाउने अब के गर्ने भन्छ मुजी। अब त अति भयो भन्दै थियो रे। पहिल्यै अति भयो नि मैले तिनीहरूलाई अहिले त झन् कम गाली गरेर आयो। पहिला त बिहान कि टुट गाली गर्थेँ त मैले। त्यसलाई आइज भन्नु नि यहाँ आइज भन्नु न लाइभमा ल। ल यहाँ आइज भन्नु ल। त्यसलाई फेमसै हुनु पर्यो हो म फेमस बनाइदिन्छु ल यहाँ आइज भन्नु ल। म यहाँ लाइभमै गाली हानिदिन्छु त्यसलाई ल। अब सक्नु पर्यो नि त्यसले त आएर आउनु। कति भने के हो त्यो रक्सी खाएर चिचाउने त हो। गर्ने त हो। हामी फ्याक्ट्सको कुरा गर्छौँ कि आउनु भ्या आइज होइन मुजी। म तँलाई खोज्दै आउँदिनँ कि मैले भनिरहेको छु त म त्यसलाई खोज्दै जाँदिनँ कि मसँग टाइम छैन कि। खोज्दै गयो भने गाह्रै परिहाल्छ नि। म ऱ्यापै छोडेर आउँछु कि म हिपहपै छोडेर झडार्न आउँछु कि। तर अहिले म मुजी हिपहप गरिरहेको छु मलाई हिपहपै गर्नु दियो कि। सक्दैन कि घरभित्र बोले जस्तो कहाँ हुन्छ त बाहिर। त्यही भने अब म त्यो फेरि नोर्जा भन्दा कम फेमस मान्छेहरूसँग चाहिँ म झगडा गर्दिनँ है। मेरो सबभन्दा गिरेकै म नोर्जासम्म हो कि। म नोर्जा भन्दा तल चाहिँ गिर्न सक्दिनँ है। नोर्जा पनि त्यो मुजी एसटी म्यानले गर्दा त्यसको नाम लिएर हो कि। नत्र त्यसको त केही भ्याल्यु नै छैन कि मैले भनिरहेको छु त। अहिले यहाँ त्यो लाइभ आउने भयो भने रणकिशोर एसटीलाई साइडमा राखेर आइज भन्नु कि त्यसको मात्र त भ्याल्यु नै छैन क्या ब्रो। त्यही भन्छ। मैले भने त एसटीको लुगा हेर अनि नोर्जाको लुगा हेर न। अनि बल्ल मुजी जज गर्के मलाई मुजी। हाम्रो ग्याङ हेर के ग्याङ फर लाइफमा हेर सबैजना कस्तो छ हेर। अनि त्यो मुजीको लुगा हेर क्या ब्रो। एसटीलाई ग्याङ लुगा देऊ न आज लगाएर जानु भन्दा आखा आखा गर्छ होला एसटीले होइन त भाइ। ग्याङ आज मेरो पोडकास्ट छ एउटा लुगा देऊ न यार भन्दाखेरि आखा 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 गरिदिन्छ। त्यही भन्छ। मोर तँलाई दियो भने मैले के नोर्जाको लाउने भन्नु लाग्यो चम्चाहरू कि। ओइ नोर्जाको चम्चाहरू कमेन्टमा भुगिरहेछ अरे को नोर्जाको नोर्जै चम्चा हो चम्चाको कहाँ चम्चा हुन्छ कि भने नोर्जा एसटीको चम्चा हो के। अब मुजी नोर्जाको त रन्डी भात हुन्छ चम्चा पछि त भात आउँछ मुजी चम्चाले भात उठाउने अनि एसटीलाई फुलाउने त्यही भन्छ। आँखा आँखा नोर्जासँग जुत्न आँखा आँखा नो नो लेभल लेभल नै भएन नि आँखा निबा ड्रेसअप हान्छ रे ड्रेसअप नि हान्छ र भनेको त्यसले त्यसो त्यही उठ्छ भन्छ। त्यो बाहिर जुन लुगा देख्यो त्यसले त्यही लुगा लाएर हिँड्छ क्या के को ड्रेसअप हो र भने कि ड्रेसअप हान्नलाई त सोच्न पर्यो नि मुजी 10 मिनट म आज के लगाम होइन मुजी कस्तो देखिन्छु त म यो लगाएँ भने भनेर सोच्न पर्यो नि ऐना हेर्न पर्यो नि मुजी म त रन्डी म रेडी हुन गयो भने केटी भन्दा बढी टाइम लाग्छ भने हो त्यही भएर मुजी हामी फेसनिस्टाहरू हो मुजी होइन त मुजी फक नोर्जा के म्याच सिक्ने फक नोर्जा म्याच सिक्ने त्यो पुसी म्याच सिक्ने फक नोर्जा साँच्ची के मलाई म सबले होइन भितेनलाई नि गाली नगर भितेनसँग नि बिफ नगर योसँग नि बिफ नगर भन्छ होइन नोर्जासँग बिफ नगर कसैले भनेको छैन के त्यो कस्तो पात होला त भन्न कसैलाई डरै छैन कि जा नोर्जासँग चाहिँ बिफ गर रे कसैले मन पराउँदैन कि त्यसलाई मान्छे त्यही आफै पार्छ भाइ। कि आँखा आँखा नोर्जाले एसटीको लाउँछ रे एसटीले लाइसकेपछि त्यो नोर्जाले लाउँछ एसटीले 1 वर्ष लाएपछि बल्ल नोर्जाले लाउँछ के होइन कि तिनीहरू पहिला आफ्नो ग्याङको सिट फिक्स गर भन के म बोल्यो भने त मुजी गला नि आएर बोलिदिन्छ क्या यहाँ रन्डी वाइल्ड गाली हानिदिन्छ कि नोर्जालाई एसटीलाई गाली हान्न देखा भन्न त ल ल नोर्जाको लागि ल नोर्जालाई नबोल भन् के नोर्जा त बोलिहाल्छ नि होइन भाइ आफ्नो लागि त जो नि बोलिहाल्छ नि ल त्यही नोर्जाको लागि ल एसटीलाई मुजी बोल भन् त ल मसँग ल हेरौँ यिनीहरूको ग्याङ खै त एक यिनीहरूले ट्याटु वर्ष हाने होइन अगाडिदेखि भाइ गरे। यिनीहरूले ट्याटु हाने होइन भाइ ल मलाई एसटीलाई ल मलाई गाली गर भन् त ल नोर्जाको लागि के ल मेरो लागि होइन कि एसटीलाई नोर्जाको लागि मलाई गाली गर भन्न ल ल हेरौँ ल यिनीहरूको दोस्ती हेरौँ ल हौ गला ए आगे केटाहरू मैले भने कि होइन त ओइ ढके म यो के पोइन्टको कुरा गरेँ होइन त अहिले हाम्रो त एकजना बोल्यो भने 10 जना बोल्छ त खै त। को लागि एसटीलाई माथि मलाई गाली गर भन्न चान्सै छैन नि दाइ। 1 वर्ष अगाडि 2 वर्ष हुन लाग्यो दाइ खै त नि गाली गरे। एसटीलाई झन्डै छोडिदियो दाइ स्पिकर छोप्यो तपाईँको। फिजिकलमा त्यस्तो जानु पर्यो भने म जान्छु कोही पनि यसलाई जानु पर्दैन
दाइ तपाईँको स्पिकर छोपेकै आवाज आइरहेन। सबलाई म फेरि पनि भन्छु, मैले स्पिकर छोपेछु के भाइ अहिले जस्तो। प्लिज मेरो तर्फबाट चाहिँ नोर्जालाई नपिट है प्लिज। मेरो फ्यानहरू, मेरो दाजुभाइहरू सबैजना होइन, मेरो लागि नोर्जालाई प्लिज नपिट। उसलाई बाटोमा देख्दा पनि प्लिज केही नभन, बरु यस्तो भिडियो सिडियो खिचेर बिल्ला हान्देऊ होइन। हात चाहिँ नलगाऊ है कसैले पनि, हात कसैले पनि कसैलाई पनि नलगाऊ है। त्यसले पनि हामीलाई हात लगाउन आएपछि मात्र भेट्छ नराम्रोसित, नत्र भए त्यसलाई पनि लाइभमा भुक भन। म त लाइभमै बोलिरहेको छु त होइन त भाइ। मैले त गीत पनि झारेको छैन कि, म त लाइभमा मात्रै गाली गरेर आएको। बुझेन, त्यस्तो हो पारा चाहिँ। झारे नोर्जा, झारे एसटी, झारे नोर्जा। मैले भने कि एसटी र नोर्जा साँच्चीको दाजुभाइ हो भने मेरो लागि त गलाले बोल्छ। ल एसटीलाई नोर्जाको लागि मलाई गाली गर भन्न त भने के। ल तिनीहरू साँच्चीको दाजुभाइ हो कि होइन, आज टेस्ट हुन्छ ल है त। ढगे कति बजीसम्म टाइम दिने यिनीहरूलाई? 12 बजीसम्म यिनीहरूलाई दिनु त 2-3 दिनै दिउँ कि हो। दाइ। ल 3 दिन दिउँ, ल 3 दिन दियो। पर्सिसम्म एसटी म्यानले मेरो बारेमा केही बोल्यो भने ल मैले पत्याएँ ल यिनीहरू दाजुभाइ हो भनेर। चान्सै छैन दाइ बिचरा। अब हेरे भाइ, अब एसटी आएन भने त्यसले के भन्छ भने पर्पललाई क्लाउड नदिनलाई नगएको हो भन्छ, तर मनमा के छ त हामीलाई थाहा छ होइन। भाइको बारेमा यस्तो बोल्दा त रन्डी रिस उठ्नु पर्ने त यार। नोर्जालाई एसटीले लुगै दिएन भनिरहेको छु कि मैले। ब्रोकेडले किन नोर्जालाई मात्र लुगा दिएको, एसटीलाई किन ब्रोकेडले किन एसटीलाई मात्र लुगा दिएको, नोर्जालाई किन नदिएको भने के। नोर्जा चाहिँ किन गन्जी लाएर गइरहेको के सरकारको पोडकास्टमा। यति क्वेसन तिनीहरूलाई गएर सोध न के भयो। सक्यो भाइ, यो ठिक छ यो कन्ट्रोभर्सी। एनिवे भोलि रमाइलो हाम्रो होला गीत आउँदैछ है, भोलि हाम्रो गीत आउँदैछ। सबसँग कम्पेयर गरे हुन्छ हाम्रो गीतलाई होइन। हेटर्सहरू पनि प्लिज केही त भन न आएर, जे तिमीहरूले गल्ती भेट्छौ त्यो चाहिँ भन न, यसो हेट चाहिँ देखाइदेऊ है। बानर नेपालको त पार्टी कोसँग कम्पेयर गर्ने दाइ? कसको लोगो? केही हुन्न, त्यो ठिकै छ। बिग सारस टु क्यापकट हो त नि। अब के गर्ने होइन भाइ, क्यापकटले गर्दा यत्रो भिडियो बनिरहेछ। बिग एकदम दाइ। सारस हामी टु त क्यापकट, भन्छौँ हामी कि क्यापकटको लोगो फाल्दैनौँ हामी होइन, त हामीलाई त्यहाँ मतलब छैन हो, हामीलाई मतलब छैन के। हामी मुजी धनी छैनौँ कि। सबलाई त्यस्तो लाग्छ होला कि रन्डी वाइल्ड चेन, वाइल्ड ड्रिप होइन, वाइल्ड गेटअप। हामी त्यस्तो धनी छैनौँ कि। ठिक्क पैसा चाहिँ हामीले कमाइरहेछौँ होइन, तर त्यस्तो वाइल्ड धनी चाहिँ हामी छैनौँ। ठिक छ नि त दाइ, क्यापकटबाट त्यतिको लन्डनमा भिडियो मेरो नाम बनाउँछ यिनीहरूले छैन पनि रे, सक्छ। लन्डनमा मेरो नाम चाहिँदा पनि चाहिएन मलाई। मुबारक, कङ्ग्रेचुलेसन्स टु यु अल। मोज गर, तिमीहरूको लन्डन तिमीहरू नै राख, राम्रो लन्डनमा सबैभन्दा बढी चलेकै भर्स पर्वल दाइको किन नाम चाहियो त नि? हो। होइन भाइ, लन्डनमा सबभन्दा बढी चलेको भर्स झोलाको हो। कट्टा हान्न सबभन्दा बढी चले भर्स मेरो हो कि। म झुट चाहिँ बोल्दिनँ कि। म त्यो मुजी होइन, मेरो अप्स हो भन्दैमा म मुजी त्यसले जे पाइ त्यही होइन, त्यो होइन कि। त्यो मेरो अप्स हो, ठिक छ, अप्स इज अप्स। म त्योभन्दा खतरा छु, म अहिले पनि भन्छु। तर त्यो भन्दैमा जे होस् होइन, लन्डनमा चाहिँ त्यसकै भर्स चल्या हो। त्यसले त्यो अब क्रेजी नै लिएर आइदिएको थियो नि त भाइ, फुटाइदिन्छु कन्डमै भनिदिएको थियो अनि मुजी त्यसलाई त जित्न गाह्रै परिहाल्यो नि। अनि फेरि हामीले पनि उता भन्यो नि त, एकछिन तोप तान्न पाएन बने टाउको दुख्छ म्यान, गोली खायो भने सिधै सुपरम्यान होइन, हामीले नि गरे हो। अब हेर्नु त्यहाँ भाइ, मैले गोटी भन्नु परेको छ त्यहाँ चलाउनलाई, बुझेनस्। यस्तो छ इन्डस्ट्री। राम्रो कुरा गर्दा चल्दैन भाइ। गोटी खानु पाएन भने भन्यो भने चल्छ, गाजा खानु पाएन भने भन्यो भने चल्छ। सुनेको छैन है तिम्रो गीत? स्पेस थिच न तिमी पागल, स्पेस थिच न। तरकारी लिनु गएको छ आज, यहीँ खाना नि बेस्ट, यहीँ त पकाएर सबै यहीँ गर्नु। अनि सोही जाने अब खाना खाएर। त्यो प्ले गर न एकताल। तिनै मान्छे लड्छ, अति भएछ यार, अति नै भएछ यार। झोलालाई हानिदिनु न रे, म कसैलाई नि हान्दिनँ के केटा हो। म हान्न आएको होइन के, म ऱ्याप हान्छु के। म कसैलाई नि हान्दिनँ, म ऱ्याप हान्छु। म ग्याङ्स्टर होइन कि केटा हो, म ग्याङ्स्टर होइन, म ऱ्यापर हो।
कहिले बुझ्छ कि यिनीहरूले म ग्याङ्स्टर होइन म ऱ्यापर हो। यहाँ कोले ग्याङ्स्टर र ऱ्यापर दुइटै बन्न ट्राई गरिरहेको छ, तिनीहरू कोही पनि ग्याङ्स्टर होइन। नेपालमा कुनै पनि ऱ्यापर ग्याङ्स्टर होइन। मलाई आएर सोद्धा हुन्छ नबताए। उनीहरू फाइटर होला होइन, उनीहरूको दाईहरू ग्याङ्स्टर होला होइन, तर नेपालमा कोही पनि ऱ्यापर ग्याङ्स्टर होइन। ऱ्यापर ऱ्यापरै हो के, ग्याङ्स्टरले ऱ्याप लेख्दैन के। मेरो ग्याङ्स्टर दाईहरू छ कि, उनीहरूले त बिल्ला हानिदिन्छ मुजी, च्या मुजी गीत गाएर बस्छ भन्छ। तिनीहरू हो कि ग्याङ्स्टर। भितेनसँगको ऱ्याप, अब भितेनसँगको ऱ्याप मैले लाइभमा आएर सुनाइसकेँ। स्क्रिन रेकर्ड गर्नेले स्क्रिन रेकर्ड गरिसक्यो, कोसँग छ त्यो स्क्रिन रेकर्ड फुटेज तिनीहरूले युट्युबमा हालिदेऊ। म चाहिँ अहिले हाल्दिनँ, मैले हाल्न मिलेन। अहिले यहाँ मैले हाल्यो भने पुरै लिगल सिट हुन्छ मुजी, पुरै यहाँ केस सेस हालिदिन्छ मलाई। अब म त्यो केस लड्न बस्न चाहिँ सक्दिनँ। जहाँ अब एउटा भितेनसँगको त्यो मुजी पत्तुर गीतको लागि म केस लड्न सक्दिनँ। त्यो गीत अति पत्तुर छ के। भूकम्प आयो दाइले, कहिले आयो? मैले यहाँ गीत बजाएको छु, आउँछ होला नि अलिअलि भूकम्प त, होइन भाइ? मर्चस जस्तो गीत बनाएको छ, अलिअलि भुइँचालो त आइहाल्छ नि। वैशाख 12 को भन्दा खतरा आउँछ। म बिफ खेल्ने त बाबु मेरो पारामा खेलेर देखाउनु तिमीहरू सक्छ भने, होइन? मैले जसरी बिफ खेलेर देखाउनु ल। तिमीहरूको त्यो मुजी एकअर्काको रन्डी गीत सित चलाउनलाई नखेला न बिफ चिक्ने। खेलेसी रन्डी छ रियल खेल न मुजी। हामी त गर्दैन भाइ, हामीलाई त भ्युज स्युज चाहिएन मुजी। ल ल आज राति म भितेनसँगको पुरै गीत सुनाइदिन्छु लाइभमा ल। युट्युब भरि भइसक्यो क्या दाइ त्यो गीत त। कुन छ? आँखा टेढो युट्युब भरि छ हो ए कति एनी हाउ रिलिज भयो नि त, भुइँचालो आउँछ भुइँचालो। ऱ्यापरहरूको 10 लाख 20 लाखको भिडियो गयो क्या। अब ऱ्यापरहरूले 10 लाख 20 लाख हालेर बनाएको भिडियोहरू गयो क्या, खेर गयो क्या। सरी सरी ल। नोर्जालाई म त्यस्तो चुसाउँदिनँ यार। नोर्जाले चुस्यो भने नि ठन्किन्छु, साइको भइहाल्छ नि म यार। म चाहिँ केटाहरू चुसा इमेजिन गर्दै ठिक हुन्छु म। नोर्जा के झन् अब त्यसको मुख इमेजिन गर्न, उफ टाइट शिट। सरी आइम सरी, आई क्यान नट डु द्याट। सानो क्लिप नै बवाल छ अरे। त्यो सानो क्लिप त केही होइन भने हाम्रो सबभन्दा नराम्रो फुटेज हाले हो कि टिजरमा हामीले सबभन्दा नराम्रो फुटेज हाले हो कि। बैगुनी चाहिँ अति नै दामी छ क्या, त्यसैले मैले अहिले ननिकालिरहेको कि। बैगुनी इज टु गुड टु रिलिज नाउ के। ल केटा अहिले म जान्छु, अहिले म भाइहरूसँग एकछिन भिडियो कलमा बोल्छु होइन, यहाँ लाइभ बढी भयो है। यो अब अहिले यत्रो गाली गरिसकेँ नोर्जालाई, तिमीहरू मुजी म लाइभमा आयो कि मेरो फाइदा उठाउँछौ, के कमेन्ट हान्छ, अनि मैले मुजी दुनियाँलाई गाली गरिदिन्छु मुजी, अनि तिमीहरूलाई न्युज बन्छ। यस्तो नगर क्या प्लिज। म यहाँ मुजी के अनाउन्समेन्ट गर्न आइरहेको छु मुजी, भोलि गीत रिलिज हुन्छ भनेर अनाउन्समेन्ट गर्न आइरहेको छु। प्लिज यस्तो कमेन्ट नहान्देऊ, मेरो मुड नसड्काऊ। मलाई कसैको बारेमा नि बोल्न खासै छैन। म बोल्न मन लागेको बेलामा तिमीहरूलाई भनेर बोलिहाल्छु। मलाई कन्ट्रोभर्सी गर्न मन लागेको बेलामा म तिमीहरूलाई आफै भन्छु कि केटा हो ल अब कन्ट्रोभर्सी गरौँ भन्छु कि। अहिले आएर मन द्याट यिनीहरूले गरेर गीतै सुन्न पाएन यिनीहरूले। भनेकै घन्टा मर्चस सुनाइदिउँ भनेको, नसुनाउने। ल भाइ निस्केल म। कल पछि लाइभ आउनुहुन्छ कि नाइ आउँदिन होला, राति आउँछ आज सिधै। एउटाले एउटा कुरा भने कि म जान्ला थिएँ होइन, दाइ यार अलि मेच्योर हुनु न दाइ, कति जहिले हिरो बन्न खोज्नुहुन्छ, आई लभ यु म्युजिक रे के भन्यो क्या ब्रो। म यस्तो स्याभेज भएको मुजी मैले गर्दा होइन के ब्रो यार। मलाई लाइफले अति फक हानेको छ क्या चिक्ने। मलाई लाइफले फक हानेर म स्याभेज भएको के। म नराम्रो मान्छे भएको मुजी म जन्मेको यस्तो होइन के। मैले मुख छाड्न थालेको जन्मिएको भोलिपल्ट होइन के यार। बुझेन, मलाई लाइफले यस्तो बनाएको हो। तिमीहरूलाई यस्तो मन पर्दैन भने मेरो नहेर क्या, मेरो लाइफ पनि नहेर, मेरो गीत पनि नसुन। तर म हिरो बने होइन के ब्रो यार। म हुनुपर्ने मान्छेहरूसँग हम्बल छु के। म ढकेहरूको लागि हम्बल छु, म मुजी मेरो फ्यामिलीको लागि हम्बल छु, म सबैको लागि हम्बल छु के, एक्सेप्ट फर दिस मदर फकिङ पुसिज के मुजी। यो पुच्चेहरूको लागि म हम्बल हुँदिनँ क्या, फक मुजी।
मैले लाइफमा धेरै कुरा सेक्रिफाइस गरेको छु कि यस्तोहरूको लागि यस्तोहरूलाई हम्बल हुनुलाई मैले अस्ट्रेलिया छोडेर आएको होइन क्या फक इट मुजी ठुलो कुरा गर्छु किनभने लाइफमा ठुलो कुरा गरेछ क्या म्याथ सिक्ने ठुलो काम गरेछ त्यसरी ठुलो कुरा गर्छु क्या फक द्याट सिट मुजी कसलाई पच्दैन म्याथ सिक्नु नपचाउ लामो नो